नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोको कारण शनिबार राति 2 जनाको मृत्यु। लागु औषध ब्राउन सुँगुर र नक्कली पिस्तोल सहित प्रहरीद्वारा 3 जनालाई पक्राउ। सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरूको विशेष टोली परिचालन गर्न प्रतिनिधि सभाका सांसदहरूको सरकारसँग माग। बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका न्याय दिन माग गर्दै शनिबार काठमाडौँमा विशाल प्रदर्शन। र फिलिपिन्समा आँधीका कारण 14 जनाको मृत्यु। अब समाचार विस्तारमा। निर्धारित 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति 2 जनाको मृत्यु भएको छ। सीमा प्रहरी चौकी टिमुरेको प्रहरी निरीक्षक दिलीप छेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमि गाउँपालिका 9 का 50 वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकनपुर जिल्ला हेटौडा नगरपालिका 11 मकनपुरका 22 वर्षीय रमेश कप्तौलाको घटनास्थलमा मृत्यु भएको हो। उनीहरू टुमेरे स्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोसी पारीपट्टिको गोसाईकुण्ड गाउँपालिका 1 स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो। सुरुङ निर्माण गर्ने चिनिया ठेकेदार कम्पनी CWE मार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिमरेमाथि ढुङ्गा खस्दा उनीहरूको मृत्यु भएको हो। सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका 2 का 25 वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका 22 वर्षीय टेकमान बुढा र 42 वर्षीय चिनिया नागरिक छेत्या रहेका छन्। उनीहरूलाई गैर राति नै थप उपचारार्थ काठमाडौँ पठाइएको थियो। धुम्जे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आज बिहान काठमाडौँ पठाइएको रसुवा जिल्ला अस्पताल धुन्चेले जनाएको छ। सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनिया CWE को टुमरे स्थित मेडिकल क्याम्पसमा उपचार भइरहेको जलविद्युत आयोजनाले जानकारी दिएको छ। प्रतिबन्धित लागु औषध ब्राउन सुँगुर र नक्कली पिस्तोल सहित प्रहरीले शनिबार राति 3 जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेक जाँच गर्दा महानगरीय प्रहरी वृत्त वैधबाट खटिएको टोलीले लागु औषध कारोबारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति 8 बजे पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाममाई नगरपालिका 4 का 23 वर्षीय सञ्जय समाल मगर, मोरङ पत्थरी नगरपालिका 5 का 25 वर्षीय सन्तोष लिम्बू र झापा शिव 87 नगरपालिका 3 का 24 वर्षीय योगेश राई रहेका महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए। सडकमा हिँडिरहेको निजहरूको शरीर तलासी लिने क्रममा 30 ग्राम लागु औषध, खैरे हेरोइन, ब्राउन सुगर, नक्कली पिस्तोल, 1 थान र रु 20,100 बरामद भएको गिरीले जानकारी दिए। पक्राउ परेका उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रतिनिधि सभाका सांसदहरूले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरूको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरी र नमिता कुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गर्नुभएको हो। सांसद तेजुलाल चौधरीले स्वाइन फ्लूको महामारी 4 जनाको ज्यान गइसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो। अर्की सांसद नमिता कुमारी चौधरीले सो रोग नियन्त्रणका लागि आवश्यक चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसद दुर्गा कुमारी विश्वकर्माले पोखराकी 13 वर्षीय किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो। उहाँले बेगनास तालमा डुङ्गा दुर्घटनामा परि ज्यान गएका 8 जना
मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। यसैगरी सांसदहरूले बाढी पहिरोले बगाएको सडक तत्काल निर्माण गर्न पनि सरकारसँग माग गरेका छन्। सांसद देवप्रसाद गुरुङले लमजुङको उत्तरी भेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभयो। सांसद पार्वता गुरुङले बहुवर्षीय योजनाको रूपमा रहेको सडक निर्माण कार्यलाई निरन्तरता दिन सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिब 8 करोड हजार र 500 दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयसँग माग गर्नुभयो। भुटानमा रहेको 1000 र 500 दरका भारतीय नोट सटही गर्ने भारत सरकारले नेपालको भने नसाटेकोमा उहाँले आपत्ति छ। नुवाकोट टंक सांसद नारायण प्रसाद खतिवड़ाले धुन्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरूको उचित ठाउँमा स्थानान्तरणका लागि गर्न सरकारसँग माग गर्नुभयो। अर्का सांसद पुष्पा भुसालले अर्का खाँचीका बाघका कारण 12 जना भन्दा बढीको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। यसअघि प्रतिनिधि सभाको शनिबार बसेको बैठकले 4वटा विधेयक पारित गरेको छ। प्रतिनिधि सभाको बैठकले वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक 2075, जातीय भेदभाव तथा छुवाछुत विधेयक 2075, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक 2075 र वातावरण संरक्षण पहिलो संशोधन विधेयक 2075 पारित गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक 2075 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक 2075, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जातीय भेदभाव तथा छुवाछुत विधेयक 2075 र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम्माया थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक 2075 पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान 11 बजेका लागि बोलाइएको थियो। अब समाचारमा केही बेर विश्राम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सरकारले देखेको समृद्धिको सपना जीजी क्षेत्रसँगको सहकार्य बिना सम्भव नै नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताएको छ। जिल्ला उद्योग वाणिज्य सङ्घ लाहान सिराहाको शनिबार उद्घाटनको क्रममा मन्त्री यादवले वर्तमान सरकारले देखेको समृद्ध नेपालको सपना साकार बनाउन निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन्। समृद्ध नेपाल बनाउने सरकारले देखेको सपनामा निजी क्षेत्रले इमानदारीपूर्वक लाग्न जरुरी रहेको भन्दै निजी क्षेत्रले गरेको लगानी संरक्षणमा सरकारको सधैँ साथ रहने बताए। उनले प्रदेश नम्बर 2 नम्बर कृषिमा आधारित उद्योगहरूको धेरै सम्भावना भएको प्रदेश भएको बताए। मन्त्री यादवले अब साना उद्योगहरू चलाएर मात्र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बताए। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौँमा विशाल प्रदर्शन भएको छ। काठमाडौँको माइती घर मण्डलदेखि नयाँ बानेश्वरसम्म हत्या गरिएकी निर्मलालाई न्याय दिन माग गर्दै विशाल प्रदर्शन गरिएको हो। निर्मलाका निम्ति न्याय नाम दिएको सो प्रदर्शनीमा अधिकारकर्मी, मानव अधिकारकर्मी, कलाकार, पत्रकार, वकिल, शिक्षक, विद्यार्थी र सर्वसाधारण नागरिकको समेत उल्लेख्य सहभागिता रहेको थियो। निर्मलाका बुवा यज्ञराज पन्त र आमा दुर्गा देवी पन्त समेत सहभागी रहेको सो प्रदर्शनीमा हत्याराले तत्काल पक्राउ गरी फाँसीको सजाय दिन माग गर्दै सरकार विरुद्ध चर्का नाराबाजी गरिएको थियो। उनीहरूले 50 दिन नाघिसक्दा पनि न्याय नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए।
प्रदर्शनीपछि नयाँ बानेश्वरमा आयोजित कोर्ट सभामा बोल्दै निर्मलाका बुवा यज्ञराजले भाव विह्वल हुँदै आफूहरूलाई न्याय दिन सरकारसँग माग गर्नुभयो। छोरीको न्यायको खोजीमा आफूहरू काठमाडौँ आउनु परेको उहाँको दर्दक थियो। प्रदर्शनीकारीहरूले निर्मलाका न्यायका नदिएसम्म सरकार विरुद्ध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले निर्मला हत्याको प्रमाण नष्ट गरेको प्रहरीलाई पनि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। देशभर निर्मलालाई न्याय दिन माग गर्दै प्रदर्शन गरिएको छ। 13 वर्षीय बालिका निर्मला पन्तको हत्या र यथाशीघ्र पत्ता लगाई कडा कारबाही गर्न माग गर्दै जनकपुरमा समेत प्रदर्शन गरिएको छ। जनकपुर धामको रामनगर चोकमा विभिन्न युवा सञ्जालहरू मिलेर मूल सडकमै प्रदर्शन गर्दै निर्मलाको वास्तविक हत्यारालाई छिटो पत्ता लगाएर कानुनको कठघरामा उभ्याउन माग गरेका छन्। सामाजिक अभियन्ता, महिला अधिकार कर्मी, युवा अगुवा र विद्यार्थीहरू जनकपुर ढल्केबर सडक खण्डमै प्रदर्शन गर्दै निर्मलालाई न्याय दिन माग गरेका छन्। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले निर्माण व्यवसायीहरूलाई तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीहरूलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गर्नुभयो। शनिबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीहरूको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न लागि पर्न पनि निर्माण व्यवसायीहरूलाई सचेत गराउनुभयो। प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। तयार गर्नुहोस्। अहिले यहाँ हामीले पुरस्कार वितरण गऱ्यौँ, के सम्मान गऱ्यौँ। मलाई धेरै राम्ररी जानकारी त छैन उहाँहरूलाई के कारणले हामीले गऱ्यौँ, त्यो धेरै बताइएको।
तर उहाँहरूले सम्मानित हुने खालको काम नै गर्नुभयो होला, त्यस्तै समयमा काम सिद्ध्याउने खालको। अरूलाई पनि हामी सम्मान गर्छौँ, जसले समयमा काम सिद्ध्याउँछ सम्मान गर्छ। त्यो सम्मानित हुने। कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा प्रतिबद्ध भएर लाग्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न पार्टी र सरकार लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। व्यवसायीहरूको भूमिका अब यो समृद्ध नेपाल समृद्धिको यो महायात्रामा तपाईहरुको भूमिका स्वभावैले गुणात्मक ढंगले बढ्न गएको छ। तर यस क्षेत्रमा विगतको विरासतका रूपमा रहेका थुप्रै समस्याहरू छन् र यो समस्या समाधान गर्न हामी सबैले मिलेर काम गर्नुको कुनै विकल्प छैन। ऐन कानुनमा गर्नुपर्ने सुधारहरू, अन्य कर्मचारी। अध्यक्ष दाहालले निर्माण व्यवसायमा देखिएका समस्या समाधान हुने गरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाउने आश्वासन पनि दिनुभयो। पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेको 2 पुस्तक सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेता वाग्लेद्वारा लिखित उज्यालोतिरको यात्रा र नेपाली साहित्य मेरो दृष्टि नामक 2 पुस्तक विमोचन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको वृद्धिमा सहयोग पुगेको विचार व्यक्त गर्नुभयो। वाग्लेका यसअघि 2 उपन्यास प्रकाशन भइसकेको छ। बन्धनशालामा खीर 2070 र बलिदानले बनेको देश 2072 कृति बजारमा आएका थिए। कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाश मानसिंह लगायतले नेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा आँधीका कारण 14 जनाको मृत्यु भएको छ। म्याङ्कुट नामक आँधी वर्षा र बाढीका कारण 50 लाख मानिस प्रभावित भएका छन्। फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ। आँधीको कारण फिलिपिन्सका धेरै घरमा छाना उडेका छन्। धेरै रुखहरू ढलेका छन्। 42 स्थान भुच्याए गएको छ। धेरै व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको छ। विश्व मौसम विज्ञान संगठन WMOले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ। आँधी पश्चिम चीनतर्फ अघि बढेको छ। पूर्वानुमान गरिए अनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति 2 जनाको मृत्यु। लागु औषध ब्राउन सुगर र नक्कली पिस्तुल सहित प्रहरीद्वारा 3 जना पक्राउ। सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरूको विशेष टोली परिचालन गर्न प्रतिनिधि सभा सांसदहरूको सरकारसँग माग। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तले न्याय दिन माग गर्दै शनिबार काठमाडौँमा विशाल प्रदर्शन। र फिलिपिन्समा आँधीका कारण 14 जनाको मृत्यु। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।